सिस्नुको मोमो कसले बेच्छ है सिस्नुको मोमो चाहिँ बेच्दैन बित्थाको नगर्न सिस्नुको मोमो उनीहरू फेरि बेच्छ तपाईँ चाहिँ कहिले गयो गोर्खाहाटमा सिस्नुको मोमो म गोर्खा म भिडियो बनाएर हाल्दिनँ नि त हाल्नुपर्छ नि यो चाहिँ सिस्नुको मोमो है चाङ भनेर आज यार गम्बुटै लगेर सिस्नुको मोमो अरे खाना नि अनि कम्ती छ त फुल त कहाँबाट टिपे यस्तो फुलै नभएको सिस्नु चाहिँ ढलेछ नि त हावाले कता गयो लु खानु खानु सिस्नुको मोमै खाने हो कि पकौडा खाने गोर्खामा सिस्नुको मोमो बेच्यो के बेच्यो नि तपाईँलाई झुक्काए जस्तो छ होइन सिस्नुकै बेच्छ त्यो हिजोस्ति म पनि गएँ त गोर्खाहाट त भेटिनँ त सोध्नु नि सिस्नुको मोमो कहाँ बेच्छ भनेर खेच्छै मान्छेले यो बाउलाई चाहिँ भन्दै बेच्छ कहाँनिर रहेछ मासु चाहिँ पोल्नु छाडेको छ नि आजकल गोर्खाहाटमा मासु किन पोलेको छैन माथि पञ्चहट्टमा बेच्छ सारेको छ कि क्या हो माथि बेच्छ सधैँ त तलै थियो नि त अस्ति म्युनिसिपलले बाटो छ नि म्युनिसिपलले नदिने भन्दै थियो नि त अस्ति नै बेच्दै हो ए लु 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 खानु खानु सिस्नु म गएँ किन जानुपर्छ नि ढिलो हुन्छ हिँड्न छिटो एकछिन नल